संसारको सबैभन्दा महँगो वस्तु खुसी हो र त्यसको सबैभन्दा सुन्दर अभिव्यक्ति मुस्कान हो। तर मुस्कान केवल ओठको एउटा रेखा मात्र होइन, यो त एउटा अमूल्य संसार हो जहाँ हरेक हाँसोले एउटा गहिरो अर्थपूर्ण कथा बोकेको हुन्छ। एउटा साँचो मुस्कानले व्यक्तिको बाहिरी रूप मात्र होइन, उसको आन्तरिक चरित्र र संस्कारको ऐना पनि देखाउँछ। मुस्कान र नम्र स्वभावको मेल। जब हामी कुनै हँसिलो मुहार देख्छौँ, हाम्रो मनमा स्वतः एउटा शान्ति आउँछ। तर त्यो मुस्कान तब मात्र दिगो र प्रभावशाली हुन्छ जब त्यसमा नम्र स्वभावको मिश्रण हुन्छ। नम्रताले मानिसलाई महान बनाउँछ भने मुस्कानले उसलाई सर्वप्रिय। एउटा नम्र व्यक्तिले जस्तो सुकै कठिन परिस्थितिमा पनि आफ्नो स्वभाव नत्यागी मुस्कुराउन सक्छ, जसले गर्दा उसको वरिपरिको वातावरण नै सकारात्मक बन्न पुग्छ। मिलनसार व्यवहार सम्बन्धको सेतु। मुस्कानले मानिसहरूको बीचको दूरी घटाउँछ। मिलनसार व्यवहार भएको व्यक्तिले हँसिलो मुहारले म तिम्रो कुरा सुन्न र तिमीलाई बुझ्न तयार छु भन्ने सङ्केत दिन्छ। यसले समाजमा आपसी सद्भाव, विश्वास, भाइचारा बढाउन मद्दत गर्छ। मिलनसारिता त्यस्तो गुण हो जसले एउटा अपरिचित व्यक्तिलाई पनि आफ्नो नातेदार जस्तै महसुस गराउन सक्छ र यसको सुरुवात सधैँ एउटा सानो मुस्कानबाट हुन्छ। फराकिलो सोच र स्वच्छ भावना। सङ्कीर्ण सोच भएका मानिसहरू अरूको प्रगतिमा मुस्कुराउन सक्दैनन्, तर फराकिलो सोच भएका व्यक्तिहरूले जीवनको विराटतालाई बुझेका हुन्छन्। उनीहरूको मुस्कानभित्र एउटा स्वच्छ भावना लुकेको हुन्छ, जसमा न त कसैप्रति ईर्ष्या हुन्छ न त कुनै स्वार्थ। जब मन सफा हुन्छ तब अनुहारमा देखिने हाँसो पनि निश्चल र पवित्र हुन्छ। यस्तो मुस्कानले नै मानिसलाई मानसिक रूपमा स्वस्थ र आध्यात्मिक रूपमा शान्त राख्न मद्दत गर्छ। शालीन स्वभाव व्यक्तिको जग। मुस्कानमा जब शालीन स्वभाव मिसिन्छ तब त्यो व्यक्तिको व्यक्तित्व पूर्ण हुन्छ। शालीनताले मानिसलाई अनुशासित र मर्यादित बनाउँछ। धेरै हाँस्नु वा ठुलो स्वरले हाँस्नु मात्र मुस्कान होइन, बरु समय र परिस्थिति अनुसार आफ्नो गरिमा कायम राख्दै ओठमा मधुर मुस्कान सजाउनु नै असली शालीनता हो। यो शालीनताले नै व्यक्तिलाई भिडमा पनि छुट्टै र सम्मानित पहिचान दिलाउँछ। अन्ततः मुस्कान एउटा यस्तो निःशुल्क उपहार हो जुन हामीले जति धेरै बाँड्छौँ त्यति नै बढ्दै जान्छ। हाँसिलो मुहार, नम्र स्वभाव, मिलनसार व्यवहार, फराकिलो सोच, स्वच्छ भावना र शालीनताको सम्मिश्रण नै एउटा सफल मानव जीवनको आधार हो। हामीले पनि आफ्नो जीवनमा यी गुणहरू आत्मसात गर्न सक्यौँ भने हाम्रो जीवन आफैमा एउटा सुन्दर र अमूल्य संसार बन्नेछ। हस्त मित्रहरू, आजको हाम्रो लेख रचना कलाकृति कस्तो लाग्यो? कृपया राम्रो लागेमा हाम्रो यस युट्युब च्यानल, फेसबुक आइडी र ट्विटरलाई पनि लाइक, कमेन्ट, शेयर, सब्सक्राइब गरिदिनु होला, ताकि आगामी दिनहरूमा पनि यस्तै मन छुने शब्दहरू लिएर तपाईँहरू समक्ष आउनका लागि हामीलाई थप प्रोत्साहन मिल्नेछ। धन्यवाद।